देशको श्रम अनि शक्ति श्रीमान सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यूहरू, सामान्य निर्णायक मण्डलज्यू, समयको महत्त्व बुझाउने समय पालकज्यू, गुरुजनहरू तथा उपस्थित सम्पूर्ण महानुभावहरूमा मेरो हार्दिक नमस्कार। आजको यस वक्तृत्व कला प्रतियोगितामा म पिनाका एकाडेमीबाट कक्षा 9 की छात्र सोफिया परियार यस वक्तृत्व कला प्रतियोगितामा भाग लिन पाउँदा आफूले निकै भाग्यमानी ठानेकी छु। देशको सबैभन्दा ठूलो शक्ति नै युवा हो, तर जब युवाले देश छोड्न बाध्य हुन्छ त्यो राष्ट्रको भविष्य कमजोर बन्छ। यस गम्भीर यथार्थका साथ म आज युवा पलायन रोक्ने उपाय विषयमा आफ्नो विचार प्रस्तुत गर्न गइरहेको छु। साथीहरू, नेपालमा आज सबैभन्दा बढी चर्चा हुने विषय मध्ये एक हो युवा पलायन यथार्थ, राम्रो शिक्षा, रोजगारी अवसर र भविष्यको खोजीमा विदेश जानु। आज गाउँका गाउँ युवा विहीन बन्दै गएका छन्, खेतबारीहरू बाँझो छन्, घरमा आमा बुबाहरू एक्लिएका छन् र आफ्नो देशको उद्देश्य साथै विदेशी भूमिमा गएर पसिना बगाइरहेका छन्। साथीहरू, त्रिभुवन अन्तर्राष्ट्रिय विमर्शले आज सपनाको ढोका कम र विदाईको पीडा बढी बनिरहेको छ। विदेशी युवा मध्ये अधिकांश 18 देखि 40 वर्ष उमेर समूहका छन्। विभिन्न तथ्याङ्क अनुसार दैनिक करिब 1500 देखि 2000 युवा नेपाली युवा वैदेशिक रोजगारीका लागि विदेश गएका छन्। विशेष गरी 20 देखि 35 वर्ष उमेर समूहका प्रभावित छन्। यदि महिनाको आधारमा हेर्ने भने दैनिक औसत 1500 देखि 2000, मासिक औसत 45,000 देखि 60,000 युवा र वार्षिक 5 लाख भन्दा बढी नयाँ संस्कृति जारी गरिएको छ। साथीहरू, आज नेपालमा हरेक महिना 1000 युवाहरू आफ्नो सपना बोकेर त्रिभुवन विमानस्थल हुँदै विदेश गएका छन्। देशका ती सबैभन्दा ऊर्जाशील 20 देखि 35 वर्ष उमेर समूहले पलायन हुँदै नेपालका ती गाउँहरू रित्तिँदै गएका छन्। निर्णायक मण्डलज्यू, सोच्नुहोस् यदि ती सक्षम शिक्षित मिहिनेरी युवाहरूले पलायन हुन नेपाल कसले बनाउने? साथीहरू, युवा पलायन हुनुका कारणहरू पनि धेरै छन्। पहिलो, बेरोजगारी। नेपालमा लाखौं शिक्षित युवाहरू डिग्री लिएर पनि बेरोजगार छन्। जब पढेपछि अवसर पाइँदैन तब विदेशी र बाध्य हुन्छन्। दोस्रो, राजनीतिक अस्थिरताहरू बढ्छ। जब देशमा योग्यताको भन्दा पहुँचको मूल्य बढी हुन्छ तब युवामा निराशा बढ्छ। तेस्रो, सामाजिक सोच। आज समाजमा विदेश जानुलाई सफलताको प्रतीक मान्न थालिएको छ र देशमै सङ्घर्ष गरेर केही गर्ने युवालाई प्रोत्साहन भन्दा बढी आलोचना गरिन्छ। प्रिय साथीहरू, विदेश जानु गलत होइन, ज्ञान, सिप र अनुभव लिनु राम्रो कुरा हो, तर जब देशको उत्पादनशील शक्ति नै विदेश छन् तब त्यो राष्ट्रको विकासमा गम्भीर असर पर्छ। आज देशमा दक्ष जनशक्तिको अभाव बढिरहेको छ। शिक्षा, स्वास्थ्य, कृषि, उद्योग र क्षेत्रमा युवाको कमी देखिन थालेको छ। सबैभन्दा ठूलो पीडा के हो भने कतिपय युवाहरू आफ्नो